Hello, 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 guys. Hello, hello. हेलो सर। हेलो सर। यस सर। अब सर त साउन्डै आएको थिएन। म बोलिरहेको थिएँ ल म्युट भएर बसिहाल त, न त सबैलाई म म्युट हानिदिन्छु अब। ए भाइ, ए पागल रे, यो म्युट भएर बस। सुन भाइ, दुई तिनवटा क्वेसन्सहरू गरिहालौँ न हामीले पढेको कुराहरूको, होइन, यसो हल्का गर्ने हो। यस सर। यस सर। के पढ्यो सर? ल दुई तिनवटा क्वेसन गरौँ है। होमोलाइटिक फिसन लिड्स टु द फर्मेसन अफ होमोलाइटिक फिसन। थाहा छ नि गाइज, होमोलाइटिक फिसन भन्ने के हो त? रुक सुन, एबी, यो दुईटा, यो ए को इलेक्ट्रोन, यो बी को इलेक्ट्रोन। होमोलाइटिक फिसन भने के हो थाहा छ? होमोलाइटिक फिसन भनेको इक्वल डिस्ट्रिब्युसन अफ इलेक्ट्रोन। होमोलाइटिक फिसनले के दिन्छ? ए डट दिन्छ। के दिन्छ गाइज भने? ए फ्री डट। रेडिकल दिन्छ बी सर। डट भनेको के दिन्छ? फ्री रेडिकल दिन्छ। फ्री कता छ? रेडिकल। ए भाइ कौन है बे? कति जाऊ न, आन्सर के होला? फ्री रेडिकल। फ्री रेडिकल। हेर, एमओई मा आएको 2008 मा आएको क्वेसन हो। हामी पढ्ने बेलामा जति गाह्रो पढे पनि जाँचमा आउने यस्तै क्वेसन हो कि। In which of the following homolytic bond fission, in which of the following homolytic bond fission takes place? थाहा छ होमोलाइटिक बन्ड फिसनको लागि मैले कन्डिसन भनेको थिएँ। होमोलाइटिक बन्ड फिसनको लागि हेल्पर HELPR यसरी भनेको थिएँ, याद छ? हिट, इलेक्ट्रिसिटी, लाइट, पेरोक्साइड एन्ड द प्रेजेन्स अफ के भन रेडिकल। हेर त, फोटोक्लोरिनेसन अफ मिथेन, लाइटको प्रेजेन्स छ कि छैन? छ। भनेको यो रियाक्सनमा के हुन्छ? होमोलाइटिक बन्ड फिसन हुन्छ। फोटोक्लोरिनेसन अफ मिथेन मा के हुन्छ भन त? होमोलाइटिक बन्ड फिसन हुन्छ। हेट्रोलाइसिस अफ कार्बन क्लोरिन बन्ड प्रोड्युसेस, हेट्रोलाइसिस अफ के भन? कार्बन क्लोरिन बन्ड। ल न, कार्बन क्लोरिन बन्डको हेट्रोलाइसिस हुँदाखेरि कुन चाहिँ मोर इलेक्ट्रोनेगेटिभ एटम हो त? कार्बन। क्लोरिन। अच्छा, क्लोरिन मोर इलेक्ट्रोनेगेटिभ एटम हो। सो बन्डलाई क्लोरिनले यसरी तोड्छ कि, क्लोरिन मोर इलेक्ट्रोनेगेटिभ भएको कारणले सर हिजोको रेकर्डिङ हालिदिनु न, हालिसकेका छ। ल यसरी तोड्यो भने यहाँ कुन चार्ज आउँछ गाइज? नेगेटिभ। यहाँ कुन चार्ज आउँछ? पोजिटिभ। पोजिटिभ। सो अप्सनमा के दिइरहेको छ? टु फ्री रेडिकल, टु कार्बोनियम आयन्स, टु कार्बन आयन्स। डी वन नंबर सर। कैटायन वन डी नंबर एनायन। सर। के डी। होला आन्सर? डी। के होला? वन केटायन, वन डी केटायन। नम्बर। यस, भेरी गुड, डी नंबर। वन केटायन, वन एनायन। डी इज द राइट आन्सर। बुझ्यौ? ल ल, सबै हामीले पढाएको। विच अफ द फलोइङ फ्री रेडिकल इज मोस्ट स्टेबल? मैले भनेको थिएँ फ्री रेडिकल थाहा छ? कार्बन फ्री रेडिकल र कार्बोकेटायनको स्टेबिलिटी अर्डर एउटै हुन्छ कि। कार्बन फ्री रेडिकल र कार्बोकेटायनको स्टेबिलिटी अर्डर एउटै हुन्छ। अर्डर के हुन्छ थाहा छ? 3 डिग्री, 2 2 डिग्री, डिग्री 2 1 डिग्री डिग्री। त्यसपछि 1 डिग्री। 3 डिग्री, 2 डिग्री, 1 डिग्री हुन्छ कि। 3 to 1 इज द राइट आन्सर। विच अफ द फलोइङ फ्री रेडिकल इज मोस्ट टर्सरी। स्टेबल? कुन चाहिँ टर्सरी। टर्सियरी। टर्सरी इज मोस्ट। सुन, यो 7 नम्बर मैले पढाउन बाँकी छ है। यो 7 नम्बर मैले पढाउन बाँकी छ, म पछि पढाउँछु ल। The central carbon atom of an alkyl free radical possesses, ल भन, alkyl free radical। 7 इलेक्ट्रॉन। 7। 7 यो भन्न इलेक्ट्रॉन। खोजेको के यो हो नि त? फ्री रेडिकल, अल्काइल फ्री रेडिकल भने यही हो। सर त गाइस, 1 इलेक्ट्रोन, 2 इलेक्ट्रोन, 3 इलेक्ट्रोन, 4 इलेक्ट्रोन, 5, 6 र एउटा यो रहेछ 7, 7 इलेक्ट्रोन। मलाई भन त, यो अल्काइल फ्री रेडिकल भनेको डायमैग्नेटिक कि पैरामैग्नेटिक? पैरामैग्नेटिक। Because of this unpaired electron, because of this free electron, because of this unpaired electron, यो के हो? पैरामैग्नेटिक हो। 7 इलेक्ट्रोन्स। बुझिरहेको छु? ल त ठ्याक्क हामीले पढेको नोटबाट ठ्याक्क मिलिरहेछ कि छैन गाइज भन त? यस्तै राख। Which of the following species is paramagnetic? फ्री रेडिकल पैरामैग्नेटिक हो। कार्बोनियम आयन भनेको कार्बोकेटायन हो कि, कार्बोकेटायन। कार्बोनियम आयन भनेको के हो थाहा छ? कार्बोकेटायन।
अरे यार म्याक्सिमम लिमिट भएर हैन सर लाइभ गरिदिनु नि सर लाइभ यो ग्रुपमा त सिस्टम मिलाउनु पर्ने छ कि 100 जना भन्दा मिल्दैन र हामी 100 जना भन्दा अलि नमिल्ने रहेछ के म उ गरिदिन्छु म भोलि हाम्रो नेमको पिकनिक भएको कारणले भोलि क्लास हुँदैन हैन भोलि नेमको पिकनिक भएको कारणले भोलि क्लास चाहिँ हुँदैन म अनि सन्डे चाहिँ क्लास हुन्छ हाम्रो है Saturday साँझ नि हुन्छ हुन्छ सर यो स्याटरडे नगरौँ सर स्याटरडे त अब मर्निङमा नि इक्जाम भइरह 7 बजेदेखि त्यही त स्याटरडे नगरौँ योपालि है हुन्छ सर हुन्छ सर सन्डे गरौँ ल केही छैन ल सुन विच द फलोइङ स्पिसिस इज प्यारामेग्नेटिक के होला गाइज भने त फ्री रेडिकल तिम्रो क्या च्यार आवाज आउँछ त्यो मलाई झ्याउ लागिरहेको के पहिला त हुँदैन थियो यस्तो याद मेम्बर बढेर हो कि सर सबैलाई म्युट गरिदिन्छु ल तिम्रो बरु एन्ड ऊ गर्नु है रूपक जोशी कोही स्टुडेन्ट नभएको पनि आएको छ त के हो सुन इन द कार्बोनियम आयन द कार्बन एटम बियरिङ पोजिटिभ चार्ज थाहा छ कार्बन एटम बियरिङ पोजिटिभ चार्ज भनेको कुन हाइब्रिडाइजेसन भन त थाहा छ पोजिटिभ चार्जको लागि लोन पेयर के हुन्छ 0 हुन्छ 1 बन्ड 2 बन्ड 3 बन्ड 3 प्लस 0 भनेको 3 sp2 sp2 3 प्लस यस sp2 कहाँ रहेछ भन b मा sp2 इज द राइट आन्सर सर हेलो सर हजुर भन सर लाइभ गरिदिनु सर मेरो गर्लफ्रेन्डले जोइन गर्न पाएको छैन कसले मेरो गर्लफ्रेन्डले सर के नाम हो तिम्रो त्यो नाम के भाइ राज थियो सर राज थियो भागिसक्यो त्यो मान्छे भाग्यो सर भाग्यो गर्लफ्रेन्ड भन्छ त सर त्यो मान्छे स्टुडेन्ट ब्याङ्क गरिदियो यसले क्लासमा आएर त्यो के स्टुडेन्ट यस्तो त उ गर्न आएको डिस्टर्ब हान्न आएको के डिस्टर्ब हान्न म्यानर नै छैन संस्कार नै सर यो लिङ्क त सबैको प्राइभेट हुन्छ अनि सर कसरी पाउँछ त अनि होइन अहिले चाहिँ मैले प्राइभेट अस्ति ब्रेक भएर मैले उ गरिदिएको थिएँ कि पर्ख्यो म अब यो सबैलाई चाहिँ उ गर्छु अब सबैलाई म एक दिन लाएर सबैलाई फेरि रजिस्टर गर्न लाउँछु कि पेमेन्टको हेर्दै रजिस्टर गर्न लाउनु पर्यो अब मैले नयाँ लिङ्क बनाएर बुझ्यौ सर त्यही गर्नुपर्छ त्यही गर्नुपर्छ पर्ख्यो ल ल सो यसको आन्सर के होला गाइज भन त विच द फलोइङ स्पेसिस प्यारामेग्नेटिक भनेको फ्री रेडिकल है त इन द कार्बोनियम आयन द कार्बन एटम बियरिङ पोजिटिभ सुन त्यो मैले लिङ्क बनाउनु लाग्यो भने मलाई 2-3 दिन लाग्छ होला 2 दिन जति लाग्छ होला 2 दिन चाहिँ उ गर्नु है सबैको 1 बाइ 1 हेर्दै म गर्छु है त in the carbonium ion the carbon atom bearing positive charge is in the carbonium ion the carbon atom bearing positive charge is के होला भने त sp2 the shape of carbonium ion कार्बेनियम थाहा छ मैले भनेको थिएँ CH3 नेगेटिभको सेप केसँग बराबर हुन्छ थाहा छ अमोनियासँग केसँग बराबर हुन्छ गाइज भने त अमोनियासँग बराबर हुन्छ फेरि भने केसँग बराबर हुन्छ भने त अमोनियासँग बराबर हुन्छ केसँग बराबर हुन्छ गाइज भने त अमोनिया कस्तो सेप हुन्छ पिरामिडल कस्तो सेप हुन्छ गाइज भने त पिरामिडल डी सी इज द राइट आन्सर पिरामिडल बुझ्यौ pyramidal next the bond that undergoes heterolytic cleavage most readily 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 electronegativity difference हेर के हेर भन त इलेक्ट्रोनेगेटिभिटी डिफरेन्स हेर यो कार्बन कार्बन बन्ड हो कार्बन हाइड्रोजन बन्ड हो कार्बन अक्सिजन बन्ड हो र अक्सिजन हाइड्रोजन बन्ड हो यहाँ तिमीले के देखिरहेछौ अक्सिजन र हाइड्रोजन
तो इलेक्ट्रोनेगेटिविटी डिफरेंस के रहेछ सबसे बढी रहेछ के सो द करेक्ट आन्सर इज डी तासो हेटेरोलाइटिक क्लीवेज हुनलाई ध्यान दिनु है हेटेरोलाइटिक क्लीवेज हुनलाई के क्लीवेज हुनलाई भन त हेटेरोलाइटिक क्लीवेज हुनलाई ऑक्सीजन हाइड्रोजन को बॉन्ड के हुनु पर्यो भन त ऑक्सीजन हाइड्रोजन को इलेक्ट्रोनेगेटिव डिफरेंस के रहेछ बढी सो रेडिली the bond that undergoes heterolytic cleavage most readily भनेको OH bond कुन bond भन्नु त guys OH bond the correct answer is के भन OH bond ठीक छ guys the shape of the carbonium ion is the shape of the carbonium कार्बोनियम को shape कस्तो हुन्छ triangular planar shape हुन्छ के sp2 hybridization हुन्छ नि त sp2 hybridization भएपछि के होला shape कस्तो होला triangular planar the shape of the carbonium कार्बेन आयन इज आइसोस्ट्रक्चरल विथ ल भन कार्बेन आयन यहाँ चाहिँ मैले भनेको थिएँ कार्बेन आयन इज आइसोस्ट्रक्चरल विथ केसँग भन त अमोनियासँग के हुन्छ आइसोस्ट्रक्चरल हुन्छ कि हेटेरोलाइटिक क्लीवेज अफ अ कोवलेंट बॉन्ड गिव्स ओनली कैटायनिक स्पीशीज एनायनिक स्पीशीज बोथ ऑफ द अबव फ्री रेडिकल्स आंसर के होला भन सी बोथ ऑफ द अबव which of the following contains 3 pair of electrons in the valence shell 3 pair of electrons कहाँ हुन्छ थाहा छ फ्री रेडिकल मा के हुन्छ 3 पेयर अनि एउटा एक्स्ट्रा इलेक्ट्रोन कार्बन आयन मा के हुन्छ 4 पेयर अफ इलेक्ट्रोन कार्बोकेटायन मा के हुन्छ 3 पेयर अफ इलेक्ट्रोन्स हेटेरोलाइटिक अफ कार्बन 1 प्रोड्युसेस के हुन्छ भन्दा 1 केटायन 1 एनायन सुन होमोलाइटिक फिसन कुन चाहिँ बुझाइदिनु न हेटेरोलाइटिक अफ कार्बन क्लोरिन हेर न गाइस यो कार्बन क्लोरिन हो नि त गाइस यो बन्ड ब्रेक भयो यो नेगेटिभ चार्ज यो पोजिटिभ चार्ज भनेको 1 केटायन 1 एनायन भएन which of the following contains 3 pair of electrons in the valence shell ए भाइ कार्बोकेटायन भएर त दिस इज कार्बोकेटायन यो कार्बोकेटायन हो 1 पेयर इलेक्ट्रोन 2 पेयर इलेक्ट्रोन 3 पेयर इलेक्ट्रोन कार्बोकेटायन मा हुन्छ के यसको आन्सर द करेक्ट आन्सर इज कार्बोकेटायन ल homolytic fission of carbon-carbon bond in ethane gives an intermediate in which homolytic fission सुन यो इथेन हो गाइस यो भनेको इथेन हो दिस इज इथेन यो कंपाउंड के भन इथेन कंपाउंड हामी के गरम होमोलाइटिक बॉन्ड फिशन गरम दिस इज के भन्छ होमोलाइटिक बॉन्ड फिशन के बनेको CH3 डट के बनेको CH3 डट भनेको यो के हो थाहा छ sp2 हो यो पनि के हो sp2 हो so the correct answer is के भन sp2 hybridized the correct answer is के भन त guys sp2 hybridized the correct answer is के भन त guys sp2 hybridized ल यहाँसम्म कसैलाई केही डाउट छ भने सोध्न पाइन्छ प्लिज ए भाइ केही त बोला यार छैन नि है the homolytic bond in the hydrogen region the formation the homolytic bond fission of कति चोटी आउँछ यो क्वेशन फ्री रेडिकल्स खतम गाइस ल ठ्याक्क अस्ति हामी जुन पढेको कुराहरु मजाले रिभाइज भयो गाइस हेर ए भाइ रिभाइज भयो ल अब हामी चाहिँ के पढिरहेको थियौं इन्डक्टिभ इफेक्ट हामीले गरिरहेको थियौं मलाई भन्दा इन्डक्टिभ इफेक्टमा हामीले के पढिरहेको थियौं एसिडिक स्ट्रेन्थको बारेमा एसिडिक स्ट्रेन्थ इन्डक्टिभ इफेक्ट हामी के पढिरहेको थियौं एसिडिक स्ट्रेन्थ हेलो गाइस हेलो Yes, सर sir. ल हामी इन्डक्टिभ इफेक्टमा के पढिरहेको थियौं भन्दा त एसिडिक स्ट्रेन्थ हैन एसिडिक स्ट्रेन्थ सुन एसिडिक स्ट्रेन्थ के हुन्छ भन त एसिडिक स्ट्रेन्थ डाइरेक्टली प्रोपोर्शनल टु के भन त एसिडिक स्ट्रेन्थ Stability of conjugate base. ए गजब भेरी गुड स्टेबिलिटी अफ के भन कन्जुगेट बेस डाइरेक्टली प्रोपोर्शनल टु के भन त Ka भ्यालु इन्भर्सली प्रोपोर्शनल टु के भन pKa भ्यालु सर यो पीके भ्यालु के हो एउटा भ्यालु हुन्छ एसिडिक स्ट्रेन्थ कम्प्यारिजन गर्ने pKa भ्यालु नै भन्छ कि थाहा छ यो पनि पढ्यो होला डाइरेक्टली प्रोपोर्शनल टु एसिडिक स्ट्रेन्थ यो अर्को ठाउँमा लेखिदिन्छु यति भयो अर्को पोइन्ट के बुझ हो एसिडिक स्ट्रेन्थ डाइरेक्टली प्रोपोर्शनल माइनस आई इफेक्ट
हो अनि इन्भर्स प्रोपोर्सनल के भन प्लस आई इफेक्ट हो यति सम्झिराख यहाँ यसको बेसिसमा हामी के गर्छौं के क्वेशन्सहरु गर्छौं हामीलाई माइनस आई इफेक्टको अर्डर थाहा छ हामीलाई प्लस आई इफेक्टको अर्डर पनि थाहा छ है त र फर्स्ट क्वेशन हेर त यहाँ हेर H कार्बोक्सिलिक एसिड ठीक छ CH3 कार्बोक्सिलिक एसिड ठीक छ गाइस C2H5 कार्बोक्सिलिक एसिड ठीक छ गाइस यहाँ हेर कार्बोक्सिलिक एसिडमा कम्पेरिजन ल न यो हाम्रो एसिडिक साइट हो दिस इज आवर के भन एसिडिक साइट यो के गाइस भन त एसिडिक साइट यो के गाइस भन दिस इज एसिडिक साइट यो हाइड्रोजन हेर हाइड्रोजनको प्लस साइ पावर के हुन्छ 0 हुन्छ हाइड्रोजनलाई के माने रेफरेन्स मानेको यो ग्रुप भने कस्तो ग्रुप हो भने मिथाइल ग्रुप इलेक्ट्रोन दिने ग्रुप इथाइल ग्रुप पनि के रहेछ प्लस आई ग्रुप हो अल्काइल ग्रुपहरु प्लस आई ग्रुप हुन्छ फेरि भन त अल्काइल ग्रुप्सहरु के हुन्छ प्लस आई ग्रुप हुन्छ फेरि भन गाइस अल्काइल ग्रुपहरु के हुन्छ प्लस आई ग्रुप हैन हाइड्रोजनको प्लस आई पावर के हुन्छ हाइड्रोजन 0 यस हाइड्रोजनको प्लस आई पावर के हुन्छ 0 सो यहाँ के रहेछ आई इफेक्ट प्लस आई इफेक्ट के हुन्छ 0 न मिथाइल इथाइल प्लस आई पावर कसको बढी इथाइलको भनेको यही के रहेछ एसिडिक स्ट्रेन्थको अर्डर हो के भन मतलब तिमीले के बुझिराछौ एज द कार्बन नम्बर इन्क्रिजेस एसिडिक स्ट्रेन्थ डिक्रिजेस बिकज as the carbon number increases plus a power increases acidic strength decreases ए भाइ कस्तो बोलो यार बुझ्यो सर बुझ्यो ल ल यसको पनि आन्सर भनिहाल मलाई फटाफट गर्नु आन्सर भनिहाल भाइ खेल स्टार्ट भइसकेको छ भने खेल कार्बन यहाँ चाहिँ CH3 COOH CH3 COOH एसिडिक स्ट्रेन्थ को अर्डर भन्नु पर्यो गाइस अब 1 2 3 TBA प्रोफाइल यो 2 डिग्री हो यो के थाहा छ 3 डिग्री हो यो भनेको मिथाइल हो यही अर्डर होला मतलब एज द कार्बन नम्बर इन्क्रिजेस हैन एसिडिक स्ट्रेन्थ के हुन्छ डिक्रिजेस ठीक छ गाइस हेलो सर बुझेन साइक्लोमा कन्जुगेट बनाउनु हुन्छ हैन बुझेन यो मिथाइल ग्रुप हो यो 2 डिग्री हो यो 3 डिग्री हो यो 3 डिग्री अल्काइल ग्रुपले हामीलाई के थाहा छ भन त प्लस आई पावर कसको बढी हुन्छ प्लस आई पावर कसको बढी हुन्छ 3 डिग्री 2 डिग्री 1 डिग्री अनि यो 2 डिग्री अल्काइल ग्रुप हो नि त गाइस यो के भन्छ दिस इज 2 डिग्री अल्काइल ग्रुप दिस इज के भन्छ 3 डिग्री अल्काइल ग्रुप सुन गाइस दिस इज 2 डिग्री अल्काइल ग्रुप यो भनेको 2 डिग्री अल्काइल ग्रुप हो यो के हो गाइस भन त 2 डिग्री अल्काइल ग्रुप 3 डिग्री अल्काइल ग्रुप यस दिस इज 3 डिग्री अल्काइल ग्रुप दिस इज 2 डिग्री अल्काइल ग्रुप एन्ड दिस इज मिथाइल यो के भन त मिथाइल हो यो भनेको मिथाइल हो यो भनेको 2 डिग्री हो यो भनेको 3 डिग्री हो दिस इज मिथाइल साइन त उल्टो हुनु पर्ने के रे साइन उल्टो हुनु पर्ने सपोज अब 3 डिग्री 2 डिग्री 1 डिग्री हो नि त अनि त्यहाँ चाहिँ मिथाइल 2 डिग्री 3 डिग्री भएपछि त्यो साइन चाहिँ यो त प्लस आई को पावर को अर्डर हो नि त अनि हामीलाई के थाहा छ एसिडिक स्ट्रेन्थ इन्भर्सली प्रोपोर्शनल टु प्लस आई हुन्छ नि त यो 3 to 1 भनेको त प्लस आई को पावर हो 3 डिग्री को प्लस आई पावर बढी हुन्छ 2 डिग्री भन्दा 2 डिग्री को प्लस आई पावर बढी हुन्छ 1 डिग्री भन्दा यो त प्लस आई पावर को अर्डर हो नि त र हामीलाई के थाहा छ एसिडिक स्ट्रेन्थ इन्भर्सली प्रोपोर्शनल टु प्लस आई पावर बुझ्नु भयो यस सर बुझिए ल जबसम्म बुझ्दैन म बुझाइ गर्छु भाइ कन्जुगेट बेस बनाएर पनि यस मिल्छ कन्जुगेट बेस बनाएर पनि गर्न मिल्छ यहाँ कम्पेरिजन गर थाहा छ यो इथाइन इलेक्ट्रोन तान्ने ग्रुप भयो यो इथेनिन इलेक्ट्रोन तान्ने ग्रुप यो त इलेक्ट्रोन दिने ग्रुप हो कि भन यो कार्बन sp हो नि त भने यो इलेक्ट्रोन तान्ने ग्रुप भयो यो ग्रुप कस्तो ग्रुप भयो त इलेक्ट्रोन तान्ने ग्रुप बिकज दिस कार्बन इज sp यो कार्बन के रहेछ भने sp ए भाइ के बुझिराछु मैले के भन्न खोजिराछु sp हुन्छ सर sp2 लेख्नुहोस् ए सरी sp हो यो कार्बन के हो थाहा छ यो कार्बन के हो थाहा छ sp2 यो कार्बन के हो थाहा छ sp3 हामीलाई के थाहा छ इलेक्ट्रोनेगेटिभिटी En भ्यालु कसको बढी हुन्छ भने त En भ्यालु sp को बढी हुन्छ sp2 भन्दा sp2 को बढी हुन्छ sp3 भन्दा
EN भ्यालु sp को बढी हुन्छ sp2 भन्दा, sp2 को बढी हुन्छ sp3 भन्दा। बुझ्यो? एसिडिक स्ट्रेन्थ को अर्डर के होला गाइज भन त? व्हाट इज द अर्डर अफ एसिडिक स्ट्रेन्थ भन त? एसिडिक स्ट्रेन्थ को अर्डर के हो? ABC। ठीक छ? यहाँ से बुझा छौ? यस सर बुझा छौ। चौथो नम्बरमा हेर, चौथो नम्बरमा हेर, यो कार्बोक्सिलिक एसिड हो। ठीक छ? यो कार्बोक्सिलिक एसिड यहाँ मैले के लगाइदियो? फ्लोरिन लगाइदियो, फ्लोरिन। यो कार्बोक्सिलिक एसिड हो, यहाँ मैले फ्लोरिन लगाइदिए। ल न, फ्लोरिन मलाई इलेक्ट्रोन दिने कि इलेक्ट्रोन तान्ने? तान्ने। इलेक्ट्रोन तान्ने। ल न, इलेक्ट्रोन तान्ने ग्रुपले के गर्छ? एसिडिक स्ट्रेन्थ बढाउँछ कि घटाउँछ? बढाउँछ। इलेक्ट्रोन तान्ने ग्रुपले एसिडिक स्ट्रेन्थ के गर्छ? बढाउँछ। यो इलेक्ट्रोन तान्ने ग्रुपको नजिक छ नि त, यो अलिकति टाढा छ नि त, यो त निकै टाढा छ के। दिस इज द अर्डर। केही बोलो न यार, हो के यार? बेन्जिनमा चाहिँ किन बनाउँछन् खासमा चाहिँ? यो बेन्जिनको स्ट्रक्चर होइन। बेन्जिन हो र त्यो साइक्लोहेक्सेन हो पागल। त्यो बेन्जिन देखिरहेको छौ तिमी? साइक्लोहेक्सेन हो नि त त्यो, बेन्जिन होइन नि त। अनि बेन्जिन भयो भने चाहिँ बिचमा त्यो हुन्छ ऊ हुन्छ। बेन्जिनको त छुट्टै कहानी, त्यो पछि गरौँला। मेटापोजिसनमा आउँदैन। हो, बेन्जिनको त छुट्टै कहानी हुन्छ नानी। यो बेन्जिन वाला क्वेसन होइन, बेन्जिनको त छुट्टै कहानी हुन्छ। त्यो बेन्जिन वाला क्वेसन हामीले कतिखेर गर्न मिल्छ थाहा छ? जब हामी के पढिसकेका हुन्छौँ? रेजोनेन्स पढिसकेका हुन्छौँ, त्यो बेला मात्रै गर्न मिल्छ कि। यो बेन्जिन वाला त्यो रहेन। ल 5 नम्बरमा हेर। ल ठिक छ, बुझ्यौ? हेलो हेलो, बुझ्यो सर। साइक्लोबेन्जिन वाला यो डिस्टेन्सको आधारमा त्यो गर्नु भयो हैन? डिस्टेन्स गरा हो, यो नजिक छ नि त। यहाँ मोर माइनस आई, यहाँ लेस माइनस आई, यहाँ लिस्ट माइनस आई। हामीलाई के थाहा छ? इन्डक्टिभ इन्भर्सली प्रोपोर्सनल डिस्टेन्स हुन्छ। ल म 4 वटा दिइरहेको छु, एसिडिक स्ट्रेन्थको अर्डर भन्न सक्छौ? यहाँ हेर, CH3 COOH, B मा CH3 CH CH3 COOH। यस्तो क्वेसन प्र्याक्टिस गर्दै गरौँ न है। ल एसिडिक स्ट्रेन्थको अर्डर भन्न त गाइस, मतलब DABC सबसे बढी हुन्छ डी को, त्यसपछि हुन्छ ए को, बी को। एक्सप्लेन गर्नुपर्छ भन त? पर्दैन। सुन, यो हाम्रो एसिडिक साइट हो। यसरी एसिडिक साइटलाई हामी बक्समा मैले राखेँ, एसिडिक साइट। दिस इज एसिडिक साइट। ठिक छ? यो मिथाइल ग्रुप इलेक्ट्रोन दिने ग्रुप, हाइड्रोजनको प्लस आई पावर के हुन्छ? 0। यो भनेको 2 डिग्री। दिस इज 2 डिग्री रे बाबु, यो 3 डिग्री रे बाबु। कसको बढी हुन्छ? 2 डिग्री 3 डिग्रीमा कसको बढी हुन्छ भन त? 2 डिग्री कसको बढी हुन्छ भन त? 2 डिग्री 3 डिग्रीमा कसको बढी हुन्छ भने 2 डिग्रीको बढी हुन्छ। बुझ्यो गाइस? यस सर। ल नेक्स्ट क्वेसन गर्दै जाऊँ जब तक है जान। प्लिज यो को अब मलाई उडाइदिन्छु, अब यो मान्छेले उडाइदिन्छु म। आइसाले उडाएँ मैले अब। यति क्वेसन त कहीँ पनि प्र्याक्टिस हुँदैन होला हौ भाइ यार। हो सर हो। जस्तो कि हेर न, हामीले जुन क्वाड गर्यौँ नि, होमोलाइटिक बन्ड फिसन नेटवर्कलाई, कति सजिलो फिल भयो किन भन त? हो सर। त्यस्तै अब त्यस्तै इन्डक्टिभ पनि गरिहाल्छौँ, यो सकिने बित्तिकै गरिहाल्छौँ। त्यो सबै नेमको मोड्युलको क्वेसन थियो गाइस। नेमको मोड्युलको सब क्वेसन क्लासमै गराइदिन्छु। ल न, एसिडिक स्ट्रेन्थको अर्डर भन्नु पर्यो। A B C D। थाहा छ यो फ्लोरिन भने इलेक्ट्रोन तान्ने ग्रुप हो नि त। सबसे बढी होला फ्लोरिन वाला होला, त्यसपछि क्लोरिन वाला होला, त्यसपछि बी होला, त्यसपछि ए होला, सी होला, डी होला। हेर त ठिक छ? हेर त मिल्यो सर। 7 नम्बर हेर, कार्बन 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 COOH, क्लोरिन। कार्बन 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 क्लोरिन। कार्बन कार्बन कार्बन
क्लोरिन ल यो ए हो ABCD ए खतरनाक भइसकेको छ भाइ यार तिमीहरू ये क्या था तर अघि क्लासै इन्टर गर्नु मिलेको थिएन होला। सर अगाडि खेलाइदिनु न एकचोटि सर एकचोटि फेरि भनिदिनु न 7 नम्बर सर 7 नम्बर हेर भाइ यो डिस्टेन्स हेर न यो नजिक छ भने मोर माइनस आई यो टाढा छ यो अझ टाढा छ त्यो सबसे टाढा छ के हामीलाई के थाहा छ इन्डक्टिभ इफेक्ट भनेको डिस्टेन्समा डिपेन्ड गर्छ यहाँ यो हाम्रो एसिडिक साइट हो यो नजिक रहेछ यहाँ मोर माइनस आई मोर एसिडिक मोर माइनस आई मोर एसिडिक सर हामीले हाइड्रो एसिडको केसमा मात्र त्यो साइज हेर्ने हो नि सर one time slide please. सर यस्तै क्वेसन आउने हो र भनिदिनु न यसु हेलो यसु बोल न भाइ बोल्दैन नबोली चाहिँ कसरी Sir one time slide फेरि के भनेको यसु भन त अगाडि slide one time. यस्तै क्वेसन यो त गाह्रो क्वेसन हो भाइ योभन्दा बहुत सजिलो आउँछ अहिले पढेर यस्तो भएको हो सजिलो योभन्दा धेरै सजिलो क्वेसन आउँछ यो त गाह्रो क्वेसन हो सर हजुर भन सर हाइड्रो एसिडको केसमा मात्र हामीले त्यो ग्रुपमा साइज हेर्ने हो कुनमा के को ग्रुपमा रे के शिफ्टमा हाइड्रो एसिड के त्यो HI HBr HCl यसमा मात्र हामीले साइज हेर्ने हो नि जस्तै HI बढी ग्रुपमा हो ग्रुपमा चाहिँ हामी साइज हेर्छौँ यस ग्रुपमा हामी के हेर्छौँ साइज हेर्छौँ ल यहाँ हेर त यो सबैको पोजिसन एउटै ठाउँमा छ कि छैन हेर त हो सर एउटा ठाउँमा छ अब हामी के हेर्छौँ थाहा छ माइनस आई को पावर जसको माइनस आई बढी त्यो के होला मोर एसिडिक होला सबसे बढी एसिडिक कुन होला खतम ए यस और नो बोलेको भए सजिलो लाग्थ्यो मलाई यस सर तर तिमीले के बुझिरहेछौ एज अ कार्बन नम्बर इन्क्रिजेस एसिडिक स्ट्रेन्थ के हुन्छ डिक्रिजेस अब सुन अब हामी एसिडिक स्ट्रेन्थ इन केस अफ डाइकार्बोक्सिलिक एसिड हेरौँ एसिडिक स्ट्रेन्थ इन केस अफ के भनौँ डाइकार्बोक्सिलिक एसिड सुन एसिडिक स्ट्रेन्थ इन के भन्छ डाइकार्बोक्सिलिक एसिड ठीक छ डाइकार्बोक्सिलिक एसिडको नाम तिमीलाई थाहा हुनु पर्यो यहाँ है COOH यसको नाम के थाहा छ ऑक्सैलिक एसिड अब दुईटा कार्बोक्सिलिक एसिडको बीचबाट CH2 हाल्दियौ CH2 COOH यसको नाम के थाहा छ मैलोनिक एसिड यो भनेको ऑक्सैलिक एसिड हो यो भनेको मैलोनिक एसिड हो अब हेर CH2COOH CH2COOH सक्सिनिक एसिड COOH इसको नाम क्या था सर ग्लूटारिक एसिड ठीक सर इसका नाम क्या था सर COOH CH2 होल 4 इसका नाम क्या एडिपिक एसिड 5 वटा छ भने पाइमेलिक एसिड बुझ्यो पाइमेलिक एसिड के भन्छ गाइस पाइमेलिक एसिड यहाँ चाहिँ दुईटा कार्बोक्सिलिक एसिड देखिरहेछु यहाँ दुईटा कार्बोक्सिलिक एसिड एउटा CH2 ग्रुप देखिरहेछु यहाँ दुईटा कार्बोक्सिलिक एसिड दुईटा CH2 ग्रुप देखिरहेछु यहाँ चाहिँ दुईटा कार्बोक्सिलिक एसिड तीनटा CH2 ग्रुप देखिरहेछु यहाँ दुईटा कार्बोक्सिलिक एसिड चारवटा CH2 ग्रुप देखिरहेछु यहाँ दुईटा कार्बोक्सिलिक एसिड यहाँ 5वटा CH2 ग्रुप देखिरहेछु मतलब एज द कार्बन नम्बर इन्क्रिजेस थाहा छ लेफ्ट टु राइट जाँदाखेरि के हुन्छ थाहा छ
लेफ्ट टु राइट जाँदाखेरि कार्बन इन्क्रिजेस, त्यही भएर एसिडिक स्ट्रेन्थ पनि के हुन्छ डिक्रिजेस। एज द कार्बन नम्बर इन्क्रिजेस एसिडिक स्ट्रेन्थ के हुन्छ डिक्रिजेस। यसलाई यसरी यसरी याद गर्नु मिल्छ है। त्यो ओम्स ग्याप याद गर, ओम्स ग्याप, ओम्स ग्याप याद गर। के याद गर भन्दा ओम्स ग्याप, OMSGAP, ओम्स ग्याप। O भनेको अक्जालिक एसिड, M भनेको म्यालोनिक एसिड, S भनेको सक्सिनिक एसिड, G भनेको ग्लुटारिक एसिड, A भनेको एडिपिक एसिड, P भनेको पाइमेलिक एसिड। ल गाइस, ओम्स ग्याप, O भनेको अक्जालिक एसिड, M भनेको म्यालोनिक एसिड, O भनेको अक्जालिक एसिड, M भनेको म्यालोनिक एसिड, S भनेको सक्सिनिक एसिड, G भनेको ग्लुटारिक एसिड, A भनेको एडिपिक एसिड, P भनेको पाइमेलिक एसिड। P भने के भन्छ त गाइस पाइमेलिक एसिड। ओम्स ग्याप फेरि भने के भन्छ त ओम्स ग्याप। ल अक्जालिक एसिडमा दुईटा कार्बोक्सिलिक एसिडको बीचमा CH2 कतिवटा 0, म्यालोनिक एसिडमा एउटा, सक्सिनिक एसिडमा दुईटा, ग्लुटारिक एसिडमा 3टा, एडिपिकमा 4वटा, पाइमेलिकमा 5वटा। ए भाइ बुझ्यौ? ओम्स ग्याप के भन्छ त ओम्स ग्याप। सर बुझ्दैन, फेरि एकचोटि भनिदिनु न प्लिज। के रे फेरि एकचोटि भनिदिनु न। ओम्स ग्याप यो ट्रिक हो के, याद गर्ने ट्रिक। ओम्स ग्याप, O भनेको अक्जालिक, M भनेको म्यालोनिक, S भनेको सक्सिनिक, G भनेको ग्लुटारिक, A भनेको एडिपिक, P भनेको पाइमेलिक। ओम्स ग्याप। अक्जालिक एसिडमा CH2 युनिट भनेको 0, म्यालोनिक एसिडमा CH2 युनिट भनेको एउटा, सक्सिनिक एसिडमा CH2 युनिट भनेको दुईटा, ग्लुटारिकमा 3वटा, एडिपिकमा 4वटा, पाइमेलिकमा 5वटा। हामी याद कसरी गर्ने थाहा छ? हामी याद कसरी गर्ने? ओम्स ग्याप। फेरि भने हामी याद कसरी गर्ने गाइजमा त ओम्स ग्याप याद हुन्छ। अथवा यसको अर्को पनि छ, ओ माई सन गो एन्ड प्ले। अर्को के हो थाहा छ? ओ माई सन, ओ माई सन, ओ माई सन गो एन्ड प्ले। कुन सजिलो लाग्यो भने? ओ माई सन गो एन्ड प्ले सजिलो। ओ माई सन गो एन्ड प्ले। Oh my son, go and play. सर गो एन्ड प्ले। मलाई त ओम्स ग्यापै ठिक लाग्छ सिरियसली है। ओ माई सन गो एन्ड प्ले, मैले नेमको बुकमा त्यही लेखेको छु। ओ माई सन गो एन्ड प्ले भन्ने मैले नै लेखेको छु होइन, नेमको मोड्युलमा होइन। ओ माई सन गो एन्ड प्ले, तर मलाई यही ठिक लाग्छ ओम्स ग्याप। के भन्छ गाइस? ओम्स ग्याप। बुझ्यौ नि? सो मलाई भन ओम्स ग्याप अक्जालिक एसिडमा नो CH2, म्यालोनिकमा एउटा, सक्सिनिकमा दुईटा, ग्लुटारिकमा 3टा, एडिपिकमा 4वटा, पाइमेलिकमा 5वटा। यसरी लेफ्ट टु राइट जाँदाखेरि CH2 युनिट के हुन्छ? एउटा एउटाले इन्क्रिज हुँदै जान्छ। यहाँ चाहिँ नो CH2, 0 CH2, यहाँ एउटा CH2, यहाँ दुईटा CH2, यहाँ 3टा CH2, यहाँ 4वटा CH2, यहाँ भनेको 5वटा CH2। सर यसलाई होमोलोगस सिरिज भन्न पाउँछ? हजुर होमोलोगस सिरिज भन्न पाउँछ है? पाउँछ 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 भाइ पाउँछ पाउँछ। अब हेर तिमीले यो पनि पढ्यौ होला, सुन ध्यान दिएर सुन है गाइस, ध्यान दिएर सुन बाबु रे। एउटा हुन्छ म्यालोनिक के अरे म्यालिक एसिड, कार्बन डबल बन्ड कार्बन। हजुरलाई कहिले पनि देखेको छैन भाइ, अब बुढेसकाल भइसक्यो, अब हेरेर के गर्छु मलाई। जवान सवान पहिला थिए 15 वर्ष पहिला, त्यो बेला हेर्न पाउँथ्यो, रमाइलो पनि हुन्थ्यो। ल थाहा छ यसको नाम के हो थाहा छ? म्यालिक, MALEIC, म्यालिक एसिड। म्यालिक, यसको नाम के हो थाहा छ? फ्युमेरिक एसिड। फ्युमेरिक। ल कुन चाहिँ मोर एसिडिक हो भन त? कुन चाहिँ मोर एसिडिक हो? ल एउटालाई के गरौँ? एसिडिक साइड मानौँ। दिस इज एसिडिक साइड, ठिक छ? दिस इज एसिडिक साइड। यो भनेको इलेक्ट्रोन तान्ने ग्रुप हो कि भन त? यसलाई मैले एसिडिक साइड भने, यो भनेको इलेक्ट्रोन तान्ने ग्रुप हो किन? थाहा छ? यो सिस फर्म हो, यसलाई भन्छ सिस फर्म। म्यालिक एसिड भनेको सिस हो, फ्युमेरिक भनेको के हो थाहा छ? ट्रान्स हो, ट्रान्स हो। थाहा छ? यो जुन छ नि इन केस अफ म्यालिक एसिड, यो जुन कार्बोक्सिलिक एसिड छ नजिक छ कि नजिक। यहाँ के होला? मोर माइनस आई होला, यहाँ लेस माइनस आई होला। मोर माइनस आई, लेस माइनस आई। के भन्छ गाइस? मोर माइनस आई, लेस माइनस आई। मोर माइनस आई, लेस माइनस आई। यस। तर अनि एउटा एप्पलमा पाउने एसिड हुन्छ MALIC हैन? हो, यो MALEIC हो। अब
एप्पलमा पाउने भनेको MALIC हो, म्यालिक एसिड। म्यालिक यो चाहिँ एप्पलमा पाइन्छ के, दिस इज फाउन्ड इन एप्पल। एप्पलको साइन्टिफिक नेम के हो थाहा छ? पाइरस म्यालस। के भन्नु त? सर लेख्दिनु न। पाइरस म्यालस साइन्टिफिक नेम, स्ट्रक्चर लेख्दिनु। पाइरस म्यालस। यो एप्पलको कुन पार्ट खान्छौँ हामी थाहा छ? थ्यालामस। थ्यालामस खान्छौँ सर हामी। हो, सर अझै थ्यालामस। भनिदिनु न के एप्पलको बारेमा। एप्पलको बारेमा, एप्पल एउटा एप्पल दिनदिनै खायो भने डक्टरकोमा तिमीले भेट गरिराख्नु पर्दैन। एन एप्पल अ डे किप्स यु डक्टर अवे। यस। एउटा हुन्छ लिची। लिचीको कुन पार्ट खान्छौँ थाहा छ? फ्लेसी अरिल। फ्लेसी अरिल हो। बनाना कुन टाइप अफ फ्रुट हो थाहा छ? बनाना सीडलेस फ्रुट, पार्थेनोकार्पी। बेरी हो, बेरी। बेरी भयो भाइ, मजाक धेरै भयो। कोकोनट। कोकोनटको हामी के एन्डोस्पर्म के खान्छौँ होइन? कस्मिक केरा। टिम हुन्छ अनि इन्डोस्पर्म लिक्विड। ल भाइ सुन, ल न, म्यालिक एसिड, फ्युमेरिक एसिड। टेल मी गाइस, म्यालिक एसिड भने कुन फर्म हो? सिस फर्म। फ्युमेरिक एसिड भने कुन फर्म हो? ट्रान्स फर्म। म्यालिक एसिड भनेको सिस फर्म, फ्युमेरिक एसिड भनेको ट्रान्स फर्म। कुन चाहिँ मोर एसिडिक हो भन त? म्यालिक एसिड। यस। अब हामी के पढ्छौँ थाहा छ गाइज? अब हामी पढ्छौँ के थाहा छ गाइज? बेसिक स्ट्रेन्थ। सुन, बेसिक स्ट्रेन्थको बारेमा पढ्छौँ। अनि यो के ट्रान्स भन्दा सिस चाहिँ बढी एसिडिक हुन्छ? पछाडि गर्दिनु एकचोटि। मोर एसिडिक हुन्छ ट्रान्स भन्दा। ल, अब बेसिक स्ट्रेन्थ ध्यान दिएर सुन है। बेसिक स्ट्रेन्थको लागि एउटा कुरा के बुझ भन्दाखेरि, यो हल्का हामीले रेजोनेन्सको कुरा यहाँ युज गर्छौँ, त्यो मैले नि तिमीलाई बुझाइदिइरहेको छु कि यो RNH2 भनेको एलिफेटिक अमाइन्स हो, ठिक छ? र यो एरोमेटिक अमाइन्स हो, ठिक छ? हेर त, एरोमेटिक अमाइन्स। एरोमेटिक अमाइन्समा जुन नाइट्रोजनसँग भएको लोन पेयर छ नि, यो रेजोनेन्सतिर के हुन्छ? इन्भल्भ। थाहा छ? यो जुन लोन पेयर छ नि, यो लोन पेयर नाइट्रोजनसँग भएको लोन पेयर के हुन्छ? रेजोनेन्सतिर के हुन्छ? इन्भल्भ। नाइट्रोजनसँग भएको लोन पेयर के हुन्छ? रेजोनेन्सतिर के हुन्छ भने इन्भल्भ। भनेको दिस लोन पेयर इज बिजी। लोन पेयर इज के भन? बिजी। सो नट इजी। ल भने यहाँको लोन पेयर के रहेछ? नट बिजी। यहाँको लोन पेयर के रहेछ? नट बिजी। ठिक छ गाइज? सो आजबाट के बुझ? एलिफेटिक अमाइन्स अलवेज मोर बेसिक देन के भन? एरोमेटिक अमाइन्स। ठिक छ गाइज? एलिफेटिक अमाइन्स अलवेज मोर बेसिक देन के भन? एरोमेटिक अमाइन्स। र यो एलिफेटिक अमाइन्स RNH2 एलिफेटिक अमाइन्स मोर बेसिक देन के भन? अमोनिया। अमोनिया भन्दा के हुन्छ? मोर बेसिक हुन्छ के, किनभने यो अल्काइल ग्रुप भनेको प्लस आई ग्रुप हो नि त। प्लस आई ग्रुपले के गर्छ? बेसिक स्ट्रेन्थ बढाउँछ कि। अनि यो के हुन्छ भन त? एनिलिन। यो अर्डर चाहिँ सम्झिराख। एलिफेटिक अमाइन्स मोर देन अमोनिया, अमोनिया मोर देन एनिलिन। ठिक छ? अब यो जुन एलिफेटिक अमाइन्स छ नि गाइज, यो एलिफेटिक अमाइन्स, यसको बारेमा हम चर्चा गर्छौँ। यो एलिफेटिक अमाइन्स 3 किसिमको हुन्छ। यो एलिफेटिक अमाइन्स भनेको 3 किसिम हुन्छ। यो कुरा हामी पछि अमाइन्स पढ्ने बेलामा पनि पढ्छौँ। यो एलिफेटिक अमाइन्स भनेको 3 किसिमको हुन्छ। एउटा हुन्छ टर्सरी, RNRR, यो टर्सरी। अर्को हुन्छ RNRH, यो सेकेन्डरी। अर्को हुन्छ प्राइमरी, RNH2 भनेको प्राइमरी। दिस इज R3N, R2NH, RNH2 एलिफेटिक अमाइन्स। कुन अमाइन्स भन त गाइज? एलिफेटिक अमाइन। अब सुन, इन ग्यासियस मिडियम। म जे मन्त्रहरू भन्छु त्यो मन्त्र याद गर। बेसिक स्ट्रेन्थमा लाइफमा कहिले पनि गाह्रो हुँदैन तिमीलाई है त। इन ग्यासियस मिडियम, ग्यासियस मिडियममा कुन मिडियममा भन गाइज? इन ग्यासियस मिडियम। थाहा छ ग्यासियस मिडियममा के हुन्छ? ओन्ली इन्डक्टिभ इफेक्ट, ओन्ली इन्डक्टिभ इफेक्ट प्लेज रोल। थाहा छ? इन ग्यासियस मिडियम ओन्ली इन्डक्टिभ इफेक्ट प्लेज रोल। कसको रोल प्ले हुन्छ भने त? ओन्ली इन्डक्टिभ। ग्यासियस मिडियममा ओन्ली इन्डक्टिभ, अरू इफेक्ट नो, ओन्ली इन्डक्टिभ।
भनेको याद गर 3 डिग्री अमाइन ग्रेटर देन 2 डिग्री अमाइन ग्रेटर देन 1 डिग्री अमाइन ग्रेटर देन अमोनिया के अमोनिया रे अमोनिया उसके बाद एनिलीन यो चाहिँ सम्झिराख 3 to 1 अमोनिया एनिलीन इन gaseous medium के त भन न भाइ यार यस सर भनेको इन gaseous medium R N R R more than R N H R more than R N H2 NH3 बेन्जिन को टाउकोमा NH2 बुझ्यो यस सर बुझियो बुझ्यो र यो R जे पनि हुन पाउँछ यु क्यान टेक मिथाइल यु क्यान टेक इथाइल यु क्यान टेक प्रोपाइल व्हाटएभर द अल्काइल ग्रुप मे बी जे नि लिन मिल्यो के यो थियो ग्यासियस मिडियम भेरी सिम्पल इन ग्यासियस मिडियम कसको रोल प्ले हुन्छ भन्न ओन्ली इन्डक्टिभ वेन इन्डक्टिभ इफेक्ट अब हेर इन एक्वस मिडियम यहाँ खेलहरु के हुन्छ इन एक्वस मिडियम के भन त थाहा छ इन ग्यासियस मिडियम भन्नु इन बेन्जिन सोलुसन भन्नु एउटै कुरा है फेरि इन ग्यासियस मिडियम भन्नु इन बेन्जिन सोलुसन भन्नु एउटै कुरा इन ग्यासियस मिडियम भन्नु इन बेन्जिन सोलुसन भन्नु एउटै कुरा हो ठीक छ इन एक्वस मिडियम अब एक्वस मिडियममा धेरै रोलको प्ले हुन्छ के एउटा इन्डक्टिभ अर्को स्टेरिक हिन्ड्रेन्स अर्को हाइड्रेसन एनर्जी हाइड्रेसन सुन एक्वस मिडियममा हैन यो तीनटैको कम्बाइन्ड रिजल्ट लिने हो हेर के अरे ग्यासियस मिडियममा ओन्ली इन्डक्टिभ नो हाइड्रेसन नो स्टेरिक हिन्ड्रेन्स तर इन एक्वस मिडियम इन्डक्टिभको आफ्नै रोल हुन्छ जसको एउटा कुनै अर्डर आउला स्टेरिक हिन्ड्रेन्सको आफ्नै एउटा अर्डर आउला हाइड्रेसनको आफ्नै एउटा के आउला अर्डर आउला त्यो यो इन्डक्टिभबाट के अर्डर इन्डक्टिभबाट अर्डर थाहा छ 3 to 1 हुन्छ हाइड्रेसनबाट के हुन्छ भन्दा हाइड्रेसनबाट के हुन्छ 1 to 3 हुन्छ हाइड्रेसनबाट के हुन्छ स्टेरिकबाट के हुन्छ 1 to 3 हाइड्रेसनबाट के हुन्छ 1 to 3 हुन्छ भनेको मैले के भन्न खोजिरहेको छु यो सबैको कम्बाइन्ड लिँदाखेरि यो सबैको के भन्न त कम्बाइन्ड लिँदाखेरि हैन यो इन्डक्टिभ तिमीलाई कसैले क्वेशन सोध्यो इन ग्यासियस मिडियम कुन इफेक्टले रोल प्ले गरिरहेको हुन्छ के भन्छौ इन्डक्टिभ इफेक्ट इन एक्वस मिडियम कुन इफेक्टले रोल प्ले गरिरहेछ इन्डक्टिभ इफेक्ट हाइड्रेसन यो सबैको कम्बाइन्ड रिजल्टबाट एउटा अर्डर आउँछ के यदि तिम्रो अल्काइल ग्रुप मिथाइल छ भने के हुन्छ थाहा छ 213 213 अमोनिया र एनिलिन कन्डिसन भाइ कन्डिसन के कन्डिसन भन त मिथाइल यस अल्काइल ग्रुप मिथाइल हुनु पर्यो यस यो भिडियो बन्द गर सुन यदि यो अल्काइल ग्रुप सर यो के को अर्डर हो बेसिक स्ट्रेन्थ को अर्डर हो अमाइन्स को बेसिक स्ट्रेन्थ यदि तिम्रो अल्काइल ग्रुप इथाइल हो भने के हुन्छ 231 ए भाइ बोल्न हो कि हैन 231 अमोनिया उसके बाद बोलो एनिलीन यहाँसम्म बुझाएको छ मैले यसो गर्दा फटाफट एक्वस मिडियम इन एक्वस मिडियम यो एक्वस मिडियम कुनै पनि मिडियम भनेको छैन भने के मान्नुपर्छ भन कुनै पनि मिडियम भनेको छैन भने हामीले के मान्छौँ भन त एक्वस मिडियम फेरि भन गाइज कुनै पनि मिडियम भनेको छैन भने हामीले के मान्छौँ भन त एक्वस मिडियम कुनै पनि मिडियम भनेको छैन भने हामीले के मान्छौँ एक्वस मिडियम र यो आर ग्रुपको नेचर खुलाको छैन भने मिथाइल ग्रुपलाई मान्ने हो ल सुन्नु त which is highly basic सुन which is highly basic भने क्वेशन आयो जाँचमा which is highly basic ए मा दियो R2NH B मा दियो R3N C मा दियो
आर NH2 डीमा दियो अमोनिया क्युमोनिया रे अमोनिया। ल न यो क्वेशनमा तिमीलाई कुनै मिडियमको बारेमा भनेको छ कि छैन? भनिया छैन। छैन। ल यदि कुनै मिडियम भनेको छैन तिम्रो मनले के भनिरहेछ? एक्वास। एक्वस मिडियम। ल यहाँ आर ग्रुपको बारेमा केही कुरो खुलाएको छ कि छैन? छैन। मान्छे आरलाई तिमीले के मानिरहेछौ? मिथाइल भनेको 2 डिग्री 1 डिग्री 3 डिग्री अमोनिया। ल भने यो ए होला सबसे बढी 2 डिग्री हो नि त। त्यसपछि कुन होला? बी सर। 213 213 हुन्छ नि त भाइ। RNH2 बुझ्यौ नि? यस सर बुझ्यो। बी पछि डी होला, बुझ्यौ नि? सर पछाडिको स्लाइड राख्नु अलि। ल एकचोटि यहाँ आएर क्वेसन हेर गाइस। हेर यो क्वेसन 69 क्वेसन गर त। 69 नम्बर क्वेसन। इन्क्रिजिङ अर्डर अफ बेसिक नेचर अफ। ल न कुनै पनि मिडियम भनेको छ कि छैन भन त? छैन। छैन भनेको। यहाँ टेन्सन पनि भएन। यहाँ एउटा अमोनिया दिइरहेछ, अर्को RNH2 दिइरहेछ, त्यो एनिलिन दिइरहेछ भने सबसे बढी कसको बेसिक स्ट्रेन्थ होला? सेकेन्डको। त्यसपछि कसको होला? थर्डको। फर्स्टको होला नि। 1 फर्स्टको। बुझ्यौ नि? मैले भने नि त, मैले अघि भनेको थिएँ त, पहिला RNH2 मतलब एलिफेटिक अमाइन्स आउँछ, त्यसपछि अमोनिया आउँछ, त्यसपछि बल्ल एनिलिन आउँछ के। 71 हेर। 71 मा तिमीले आदर्श यसको आन्सर मिला है। एमङ अमोनिया C2H5NH2 तिमीले जुम गरेर है, जुम गरेर है। C6H5 द बेसिक स्ट्रेन्थ फलोज द अर्डर, द बेसिक स्ट्रेन्थ। ल यहाँ कुनै के होला भन त? सबसे बढी C2H5NH2 होला, त्यसपछि अमोनिया होला, त्यसपछि C6H5NH2 होला। कहाँ रहेछ भन त? बी मा। बीमा सर। In aqueous solution, the basic strength of amines decreases in the order. Aqueous solution भनिरहेछ 72 मा हेर। aqueous solution भनिरहेछ भने तिमीले के बुझिरहेछौ गाइज भनेर? 213 हुनु पर्यो, 2 डिग्री हुनु पर्यो, 1 डिग्री हुनु पर्यो, 3 डिग्री। 213 भन्छ कहाँ देखिरहेछ? 2 डिग्री 1 डिग्री 3 डिग्री कहाँ छ? डी नम्बर। Yes, the correct order of increasing basicity in aqueous solution. अब हेर त गाइज, increasing in aqueous solution यहाँ चाहिँ तिमीलाई अल्काइल ग्रुपको नेचर के दिइरहेछ भने त? अल्काइल ग्रुपको नेचर इथाइल दिइरहेछ। इथाइल हुँदाखेरि हाम्रो अर्डर के हुन्छ? 2 3 1 2 3 1, त्यसपछि अमोनिया, त्यसपछि के भन्छ? अमोनिया अनि बल्ल एनिलिन। यही अर्डर हुनु पर्यो। 2 डिग्री यो तिमीलाई इन्क्रिजिङ अर्डर भनिरहेछ। सो पहिला 2 डिग्री हुनु पर्यो, 3 डिग्री हुनु पर्यो। यो 2 डिग्री अमाइन हो, यो 3 डिग्री अमाइन हो, यो 1 डिग्री अमाइन हो। So this is 2 degree, this is 3 degree, and this is 1 degree. यो अमोनिया हो रे बाबू, अमोनिया। यो भने एनिलिन हो रे बाबू। सी खतरा क्वेशन हैन र त? 73 नम्बर। यस सर। अब धेरैलाई चाहिँ यो इथाइल मिथाइलको चक्कर थाहा हुँदैन। उसले खाली घोक्या हुन्छ, यस एक्वस मिडियम 2 1 3, यस आन्सर यस 2025 फर्म यस। सर यो आर म्याक्सिमम इथाइलसम्म मात्रै हो सोध्ने? हामीले पढ्नुपर्ने इथाइलसम्म मात्रै हो, हुन त अरू पनि हुन्छ र हामीले पढ्नुपर्ने भनेको मिथाइलसम्म मात्रै हो। Getting my points guys? Yes sir. No, यही क्वेशनमा हैन, यही ठ्याक्कै यही क्वेशनमा यदि इथाइल ग्रुप नभइकन मिथाइल ग्रुप भएको 213 213 सर।
74 मा हेर 74 मा हेर the order of basic strength among the amines in the vapor phase थाहा छ भेपर फेज भनेको ग्यासियस फेज हो एज वेल एज इन बेन्जिन सल्युसन मैले अघि भनेको थिएँ हो कि भन त ग्यासियस मिडियम भन्नु बेन्जिन सल्युसन सुन सुन ग्यासियस मिडियम भन्नु बेन्जिन सल्युसन भन्नु भेपर फेज भन्नु एउटै कुरा हो हाम्रो आन्सर के हुन्छ 3 डिग्री 2 डिग्री 1 डिग्री ऑप्शन बी हो भनेको यहाँ चाहिँ प्लस आई इफेक्टले मात्रै रोल प्ले गरिरहेछ 3 डिग्री 2 डिग्री ओ माई गॉड बी ल 75 नम्बर हेर त व्हाट इज द डिक्रीजिंग ऑर्डर ऑफ बेसिसिटी अफ प्राइमरी रेजोनाइन ल यहाँ इथाइल दियो भने के होला भन त 2 डिग्री 3 डिग्री 1 डिग्री अमोनिया के इन क्लोरोबेन्जिन सोल्युसन थाहा छ ध्यान दिनु न ग्यासियस मिडियम भन्नु भेपर फेज भन्नु बेन्जिन सोल्युसन भन्नु क्लोरोबेन्जिन सोल्युसन भन्नु सब भनेको सर 75 को रुक्न भाइ 75 को लेखाइदिए त मैले हेर त डी बी 213 हुन्न हाँ ठीक छ सर इथाइल हो बे भाइ इथाइल हो रे ठीक छ त्यो मिथाइल भएको बल्ल आन्सर सी हुन्थ्यो कि सुन के अरे बेन्जिन सोल्युसन भन्नु क्लोरोबेन्जिन सोल्युसन भन्नु भेपर फेज भन्नु ग्यासियस मिडियम भन्नु सब भन्ने एउटै कुरा हो अनि अर्डर के होला 3 to 1 इन क्लोरोबेन्जिन सोल्युसन अब थाहा छ धेरैले यहाँ चाहिँ गल्ती गरिदिन्छन् इन क्लोरोबेन्जिन सोल्युसन उसको दिमागमा सोल्युसन भनेपछि एक्वस मिडियम दिमागमा जान्छ कि फेरि सुन बेन्जिन सोल्युसन भन्नु क्लोरोबेन्जिन सोल्युसन भन्नु भेपर फेज भन्नु ग्यासियस मिडियम भन्नु एउटै कुरा हो आन्सर क्या होगा बोलो बी हुन्छ 321 नहीं 90 231 हुन्छ 231 2 डिग्री त मिथाइलको लागि होस् इथाइलको लागि होस् कहाँ होला कुन चाहिँ आन्सर होला ए नम्बर ए कसरी हुन्छ बे ग्यासियस मिडियम ग्यासियस त भन्ने हुँदैन सानी छ ए कसरी हुन्छ बे बी बी हुन्छ नि आन्सर बी हुन्छ ए भाइ यो 3 डिग्री को हो गुटुर गरी सानु पण्डित नाम हो पण्डित गर्छु गुटुर यो 3 डिग्री तपाईले त्यो ग्यासियस मिडियम भन्नु भएको हैन क्लोरोबेन्जिन सोल्युसन भनेको ग्यासियस मिडियम हुँदाखेरि 3 डिग्री हैन बाबु 3 डिग्री 2 डिग्री 1 डिग्री भने हैन ग्यासियस मिडियमको लागि मैले ठिकै छ हो सर ए बाबु रे यहाँबाट नागले दसाइदिन्छ तिमीलाई म यहाँ त आज थाहा छ क्लासमा नाग यो 3 to 1 हैन यो 3 डिग्री हैन यो 2 डिग्री यो 1 डिग्री हैन ए उल्टो बुझ्यो सर उल्टो हेरिरहेको थिए कि सर फाइन हेर न हो यस्तै थाहा छ नआएर हैन यस्तो सिम्पल मिस्टेक हुन्छ एक्जामको बेला पनि के हतार हुन्छ नि त हेर म तिमीलाई मोक्ष प्राप्ति गराइरहेको छु अमाइन्सको बेसिक स्ट्रेन्थ अमाइन्स हो कि भन त यदि क्वेशन मोक्ष प्राप्ति which of the following statement is not correct methylamine is more basic than ammonia यो करेक्ट हो amines form hydrogen bond यो पनि करेक्ट हो dimethylamine is less basic than अरे भाइ यही इनकरेक्ट हो dimethylamine भनेको dimethylamine 2 डिग्री हो नि त 2 डिग्री हो नि त हैन भन त 2 डिग्री is more basic than के भन्छ 1 डिग्री हुन्छ बोइलिङ पोइन्ट किन आयो नि त यसमा हाइड्रोजन बन्ड हुन्छ नि त नानी प्रोपेनमा हुँदैन नि त प्रोपेनमा हाइड्रोजन बन्ड हुँदैन इथाइलमाइनमा हाइड्रोजन बन्ड हुन्छ सो बिकज अफ द प्रेजेन्स अफ हाइड्रोजन बन्ड बिकज अफ द प्रेजेन्स अफ के भन त हाइड्रोजन बन्ड कन्जुगेट बेस निकाल्न भनिरहेछ कन्जुगेट बेस कसरी निकाल्ने प्रोटोनलाई फायर गरिदिने यहाँबाट प्रोटोनलाई एउटा फायर गरिदिने बनेको हामी के भन्छौँ कन्जुगेट बेस भन्छौँ CH3 होल्ड 2 NH कहाँ हो बी ल बेसिक स्ट्रेन्थ मलाई तिमीलाई मोक्ष प्राप्ति पाइसक्यो थाहा छ बेसिक स्ट्रेन्थको अहिले म तिमीलाई एनिलिनको डेरिभेटिभलाई गराएको छैन त्यो कतिखेर गराउने जब तिमीले के पढायो भन्छौ थाहा छ रेजोनेन्स यो मैले तिमीलाई गराएको सबै इन्डक्टिभसँग डिल हुने क्वेसन्सहरू मैले गराएँ मलाई भन त गाइज बेसिक स्ट्रेन्थमा हल्का मोक्ष प्राप्ति भयो जस्तो फिल भइरहेछ योभन्दा बढी क्वेसन बन्दैन भाइ इन्डक्टिभसँग डिल हुने बेसिक स्ट्रेन्थ अफ अमाइन्सको योभन्दा बढी क्वेसन बन्दैन सर यो ग्यासियस मिडियममा इन्डक्टिभ कन्फ्युजन भइरहेछ के भन त केटी कन्फ्युजन दूर गर्छु
सर होइन के अब यता प्लस पनि हेरियो होइन अनि माइनस पनि हेरियो अनि त्यो हेर्दाखेरि दुइटैतिर कन्फ्युजन हुन्छ के के अनि प्लस हेऱ्यो नपढेर होला जस्तो लाग्यो के प्लस पनि हेऱ्यो माइनस पनि हेऱ्यो त्यो ग्रुपहरू के अनि सर त्यो मतलब एसिडिक स्ट्रेन्थ अनि बेसिकमा अलि कन्फ्युजन भयो के हैन एसिडिक स्ट्रेन्थलाई छुट्टै तरिकाले पढ्ने बेसिक स्ट्रेन्थ छुट्टै तरिकाले पढ्ने अनि अर्को कुरो के बुझ्यो भन्दा कि बेसिक स्ट्रेन्थ जुन हुन्छ नि गाइज बेसिक स्ट्रेन्थ डिरेक्टली प्रोपोर्सनल टु प्लस आई हुन्छ इन्भर्सली प्रोपोर्सनल माइनस आई हुन्छ सुन बेसिक स्ट्रेन्थ भनेको डिरेक्टली प्रोपोर्सनल टु प्लस आई हुन्छ इन्भर्सली प्रोपोर्सनल टु के हुन्छ माइनस आई हुन्छ एसिडिक स्ट्रेन्थ भनेको डिरेक्टली प्रोपोर्सनल टु के हुन्छ माइनस आई हुन्छ अनि इन्भर्सली प्लस आई हुन्छ खतम ल आजलाई हामी यति गरौँ है त गाइस सन्डे भेटौँ सर स्क्रिनशॉट लेना छ स्लाइड राइज ने सर बेसिक स्ट्रेन्थ चाहिँ कन्जुगेट बेस बनाएर त्यो गर्न मिल्छ कि मिल्दैन बेसिक स्ट्रेन्थलाई कन्जुगेट एसिड बनाएर गर्न मिल्छ कि यसरी कन्जुगेट एसिड चाहिँ बनाउन मिल्छ तर हामी त्यो अलिकति गाह्रो प्रोसेस हो कि यो त सजिलै आन्सर आइरहेछ नि अनि किन गाह्रो प्रोसेसतिर जाने भन्न खोजेँ क्या मैले न त बेसिक स्ट्रेन्थ यदि तिमीलाई मिडियम होइन एक्वस मिडियम बनिया छैन भने तिमीले के मान्नुपर्छ भन त भनेको छैन भने एक्वस मान्ने हो सर हो यही भन्न खोजेको हो एक्वस मिडियम भनेको चाहिँ एक्वसै मान्ने हो के ग्यासियस मान्छु है पागल ग्यासियस मिडियम भन्छ ग्यासियस मिडियम भने के हुन्छ थाहा छ ग्यासियस मिडियम भन्दाखेरि होइन अरू कुनै पनि इफेक्टले रोल प्ले गर्दैन जस्ट ओन्ली वान इफेक्ट कुन इफेक्ट भन त इन्डक्टिभ अर्डर के होला 3 2 1 होला के होला 3 2 1 एमाइन एमोनिया हेर सुन हामीले चाहिँ होमोलाइटिक बन्ड फिसन हेड्रोलाइटिक बन्ड फिसन सक्यो हैन मतलब मैले जुन पढाएको थिएँ नि तिमीलाई नेचर अफ मैले जिओसी स्टार्ट गर्ने बेलामा मैले बन्ड क्लिवेज भनेको थिएँ इलेक्ट्रोनिक डिस्प्लेसमेन्टमा इन्डक्टिभ सक्यो अब म स्टार्ट गर्छु रेजोनेन्स गर्छु हाइपर कन्जुगेसन गर्छु अनि इलेक्ट्रोमेरिक इफेक्ट गर्छु त्यसपछि नेचर अफ रिएजेन्ट त्यहाँ हामी के पढ्छौँ थाहा छ नेचर अफ रिएजेन्टमा के पढ्छौँ इलेक्ट्रोफाइल पढ्छौँ न्युक्लियोफाइल पढ्छौँ एम्बिडेन्ट न्युक्लियोफाइल पढ्छौँ र एम्बी फाइल पढ्छौँ ल आजलाई यति गरौँ हजुर के भनेको भाइ भन त सर युरियाको चाहिँ एक्वस सोलुसनको नेचर चाहिँ कस्तो हुन्छ एसिडिक बेसिक न्यूट्रल अनि एम्फोटेक ए भाइ यसको बुकै पछि फरक लेखिरहेको छ के यसको मतलब एक्ज्याक्ट हेरेर भनिदियो होला है बाबु सर आजको स्लाइड यहाँ देखि गरे हैन आज हामी अर्को के छ नेक्स्ट सर त्यो युरिया त एकैचोटि चाहिँ न्युट्रल शो गर्छ नि के रे यति युरिया चाहिँ 21 मिडियममा चाहिँ न्युट्रल बिहेभियर शो गर्छ नि न्युट्रल धेरै बेला न्युट्रल हुन्छ हैन कुनै के लेखा हुन्छ न्युट्रल हुन्छ धेरै मात्रै 21 मा चाहिँ त्यो न्युट्रल हुन्छ 21 मिडियममा भयो सर अर्को पेज ल अच्छा मैले जति बेसिक स्ट्रेन्थ गराएको छु नि त्योभन्दा बढी पढ्दा पनि नपढ्नु भाइ टाइम पास हो बस केही न केही त हल्का बुझेको जस्तो लाग्यो नि बेसिक स्ट्रेन्थमा बुझेछौ हल्का सरको पेज अब तिमीलाई हल्का जस जिओसी क्वेसन गर्छु जस्तो फिल आइरा होला हल्का गर्न सके जस्तो फिल आइरा होला सर जिओसी सकेपछि फिजिकल केमिस्ट्री पढ्छु जिओसी सकिसकेपछि थर्मोडायनामिक्स पढ्ने थर्मोडायनामिक्स हाम्रो सिजी सरले पढाइदिनुहुन्छ है तिमीलाई टेन्सन नलिऊ जिओसी सकिसकेपछि सुन जिओसी सकिसकेपछि म कार्बोक्सिलिक एसिड पढाउँछु अनि त्यसपछि म एटोमिक स्ट्रक्चर पढाउँछु
आयनिक पढाउँछु सर भोल्मेटिक ग्यासियस स्टेट गरौँ न एउटा बिचमा सानो ग्यास लास्टमा गरौँला यार, त्यो झ्याउ लाग्ने टपिक लास्टमा गरौँला है त। तपाईँले भनेको ठिक छ सर। होइन मैले यस्तो भनेको के, जिओसी सकेपछि कार्बोक्सिलिक एसिड गराउँछु, त्यसपछि म तिमीलाई गराउँछु के अरे एटमिक स्ट्रक्चर गराउँछु, आयनिक गराउँछु, अनि त्यसपछि केमिकल इक्विलिब्रियम गराउँछु। थर्मोडाइनामिक्स हाम्रो सरले पढाउनुहुन्छ, सिजी सरले केमिकल इक्विलिब्रियम त सक्यो होइन सर? केमिकल पनि सक्यो। कति डिटेल पढाएको हेर त केमिकल इक्विलिब्रियम, हेर त लेक्चरमा। सर केमिकल काइनेटिक्स पढाउनु भयो। त्यो पढाउँछु नै बाँकी छ त्यो। ल आज राति गरौँ, बाई बाई।